हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। म चाहिँ किचनको ढोकाहरू खोल्दैछ है गाइजहरू। यो चाहिँ गाउँबाट ल्याएको मासु बनाएछ कि, अनि यसरी बोइल गरेर सुकाएको। अनि म चाहिँ दाँत मार्दैछु साथीहरू, नाची नाची के यो चाहिँ हिजोको ढिँडो कि, यो चाहिँ हिजो बनाएर। फाइनली मुख पनि धोएर आयो। अब दाल सिटी लाम भनेर दाललाई भिजाउन लागिरहेको छ। मेरो चाहिँ तरिका यस्तो छ कि दाललाई त्यो फ्राई गर्न अनि सिटी लाउने पछि त्यस्तो छ बानी। कसको छ तपाईँहरू पनि। अब तेल हाल्यो, हिजोको भात रहेछ कि बाँकी, त्यसलाई निकाल्यो, अर्को बसाल्ने भनेर कि त्यो पखाल्नतिर लाग्यो। म पखालिसक्यो। अब दालको लागि प्याज काट्दैछु है, प्याज र टमाटर। त्यस्तै छ, सबैजनाले माया गरिदिनु होला। मलाई चाहिँ खासै बोल्न आउँदैन कि, यसो बनाइदिउँ भनेर बनाएको। मैले चाहिँ सबै एड गरिसक्यो साथीहरू। अब दाललाई नि एड गरेँ मैले। एकछिन जलाएँ। कुकरमा दिन्छु म चाहिँ। खाना बसाल्नुपर्छ नि त कुकरमा, त्यही भएर पखाल्दैछु म चाहिँ। अब दालमा पानी एड गरेँ मैले। अब ढक्कन लगायो, अब सिटी जान्छ, एकछिनमा पाक्छ। चामल पखाल्दैछ है साथीहरू। म चाहिँ यो चौलानीको झोल चाहिँ मेरो फेसमा लाउने बानी नै भइसक्यो कि साथीहरू। यस्तो मनपर्छ मलाई चाहिँ। अनि त्यतिकैमा सिटी गयो कि अब खानाले म बसाल्छु। अब खाना दाल पाक्यो। अब चाहिँ म तरकारी बनाउनेतिर लाग्छु है त साथीहरू। मासु फ्राई गर्छु। अनि चाहिँ जानो एड गरेँ अनि प्याजलाई नै एड गरेँ मैले। पेसारले पनि एड गरेँ अनि चलाएँ एकछिन। अनि मासुले पनि हालेँ, फ्राई गरेँ। हेर्नु है गाइस, अहिले चाहिँ यस्तो भएको छ। अब चाहिँ म रुम मिलाउनेतिर लाग्छु। यहाँ चाहिँ राम्रोसँग भिडियो बनाउनु दिँदैन कि, कहिले बाइक कराउँछ, कहिले आलु आयो के भन्छ कि साथीहरू। म चाहिँ यसो क्यामेरा हेर्दै बेड मिलाइरहेको छु साथीहरू, हेर्नु है। फाइनली बेड चाहिँ सक्यो। कोही चलाउँदैछ हेर, म चाहिँ त्यहाँ यतिकैमा आएन पनि हेरेको यस्तो। अब खाना पस्केर खाना लाग्छ है साथीहरू। अब मासुलाई हालेँ मैले अनि बहिनीलाई चाहिँ दियो मैले। बहिनी खाँदैछ खाना। अब म नि खान्छु है त साथीहरू। तपाईँहरूले खानुभयो? मलाई चाहिँ खाना धेरै भयो कि, अनि मैले बहिनीलाई हालिदियो। खाएँ है त साथीहरू। त्यो बिस्तारै खाँदैछ।